श्रीमानले अनुमानै लगाउन नसक्ने यस्ता 6 कुरा जुन श्रीमतीले कहिल्यै भन्दैनन्। नेपाली समाजमा महिलालाई गोप्य कुरा लुकाउन नसक्ने मानिन्छ, तर व्यवहारमा महिलाले केही कुरा भने गहिरो सम्बन्ध भए पनि श्रीमानसँग लुकाउने गर्छन्। विवाह अघि कति पुरुषसँग सम्बन्ध थियो भन्ने कुरा महिलाले श्रीमानलाई कहिल्यै भन्दैनन्। यदि शरीरमा केही चाहिएको वा छालामा समस्या भए पनि उनीहरू त्यसबारे बताउन हिचकिचाउँछन्। त्यस्तै श्रीमानबाट दुःख पाएकी महिलाले कहिलेकाहीँ आफ्ना पूर्व प्रेमीलाई सम्झने गर्छिन् र तुलना पनि गर्न सक्छिन्। महिलाले सधैँ चाहन्छन् कि उनीप्रति प्रेम गर्ने व्यक्तिले दिनरात उनकै बारेमा सोचोस्। त्यसैले उनीहरू श्रीमानको ध्यान आफूतर्फ तान्न निरन्तर प्रयास गरिरहन्छन्। महिलाहरू आफ्ना श्रीमानलाई भित्री रूपमा मूल्याङ्कन गर्छन्। यसको अर्थ उनीहरू आफ्नो जीवनसाथीबाट पूर्णता खोजिरहेका हुन्छन्। साथै कतिपय महिलाहरू आर्थिक कमजोरी, श्रीमानको व्यवहार वा आफ्नै मानसिक अवस्था का कारण केही भावनात्मक कुरा लुकाउने गर्छन्। यी सबै कुरा महिलाले इरादा गरेर होइन, सम्बन्धलाई स्थिर राख्नका लागि लुकाउने गरेको मनोवैज्ञानिकहरूले बताएका छन्।